झापाको बिर्तामोडदेखि ताप्लेजुङको पाथिभरा माताको मन्दिर फर्स्ट टाइम दर्शन गर्न कोही जाँदै हुनुहुन्छ भने यो भिडियो पुरा हेर्नुहोला। यसमा केही टिप्सहरू पनि मैले सेयर गरेको छु। म फुल भिडियो तपाईँलाई देखाउनेछु, कसरी हामी माताको दर्शन गर्यौँ र कसरी फर्क्यौँ भन्ने कुरा सम्पूर्ण डिटेल यो भिडियोमा देखाउनेछु। फुल भिडियो हेरेर साथ दिनुहोला। बिर्तामोडबाट चाहिँ हामी इबी गाडी चढेको 6:30 बजे बिहान। अनि इबी गाडीको भाडा चाहिँ बिर्तामोडदेखि ताप्लेजुङ तल्लो फेदीसम्मको चाहिँ 1800 रहेछ। यतिखेर चाहिँ हामी राँके बजार आइपुग्यौँ। यो राँके बजारको दृश्य हेर्न सक्नुहुन्छ। एकदम चिसो हावा चलेको छ राँके बजारमा चाहिँ। अनि राँके बजारमा इबी चार्जिङको टाइम भयो। आधी घन्टा इबी चार्जमा हाल्नुभयो र हामी त्यही बेला खाना खाएर अगाडि बढ्यौँ। यो चाहिँ हेबा खोलाको ब्रिज हो। यो पहिला बाढीले भत्काएको थियो, अहिले नयाँ बनिएको रहेछ। अहिले हामी ताप्लेजुङको फुङलिङ बजारमा छौँ। अब यहाँबाट चाहिँ हामी अर्को 4 व्हिल गाडी चढेर सुकेटार हुँदै काफ्लेपाटीसम्मको लागि अर्को ट्याक्सीमा चढेर जाँदैछौँ। सुकेटारदेखि चाहिँ काफ्लेपाटीसम्मको चाहिँ 1.5 घन्टाको बाटो एकदम अफरोड छ, हिलै हिलो छ, एकदम बाटो खराब छ। यो ट्याक्सीको भाडा चाहिँ पर पर्सन 400 रुपियाँ रहेछ, फुङलिङ बजारदेखि काफ्लेपाटीसम्मको। यो रोडमा चाहिँ पानी परेको बेला चाहिँ धेरै ट्याक्सीहरू फस्ने रहेछ। बाइकहरू चाहिँ एकदम नलानु होला, बरु ट्याक्सीमै जानु होला, बाइक चाहिँ एकदम फस्ने सम्भावना हुन्छ। 1.5 घन्टाको यात्रापछि चाहिँ हामी यतिखेर सानो फेदी आइपुगेको छौँ। काफ्लेपाटीमा आइपुग्यो यतिखेर हामी। भ्यू चाहिँ यस्तो छ। कस्तो राम्रो देखिरहेको हो माथि नि सफा हुँदा चुट्टै संसारमा आएको जस्तो हुन्छ क्या। यो हट्छ भोलि बिहान कुहिरो हट्छ, हट्नु पनि सक्छ। यहाँको तपाईँहरू बसेको कति वर्ष भयो? हामी बसेको भयो होला 2-3 वर्ष। 2-3 वर्ष। घर चाहिँ के माथि नै हो? माथि लेले भनेको यहाँबाट कति टाइम लाग्छ तपाईँहरूलाई? यहाँदेखि ताप्लेजुङ पुग्न 1 घन्टा, अनि त्यहाँदेखि माथि 3 घन्टा। 3 घन्टा हिँडेर होइन गाडीमा। ए गाडीमा? भ्यू इन्जोय गर्न हिँड्ने। नेट भएर होटलमा आइहाल्छ नि। यो चाहिँ गुराँसको बोटल गुराँस फुलिरहेछ। नसक्नेहरूलाई यहाँ त बिरामी भन्दैन, बुढो पाखा बखरको भन्दैन, भाकल गरे हुन्छ है। अनि आउनै पर्यो, हिँड्नै पर्यो। निकाल्नु न तपाईँ, अलि फ्रेस हुन्छ कि टोपी निकाल्नु। ज्याकेट पनि फुकाल, त्यो ज्याकेट साइड पनि फुकाल्नु। नफुकाल्नु, चिसो गाडी नि यहाँको। त्यो पनि खोल्नु। ल हेर खोल्नु न, अलि कम हुन्छ के। जय मा पाथिभरा कल्याण गरौँ माता, हामी सबैलाई रक्षा गर्नु।
भिनाजुको चाहिँ एकदम ढिलो हिँडाइ भइरहेछ Part 2 is म त coming फिलिली soon. भन्नु थियो